हेलो एभ्रिवान, आज चाहिँ हामी स्कुलबाट घुम्न गएको थियौँ। घुम्न जाँदाखेरि लास्टै गर्मी भएको थियो। हामी घुम्न गएको ठाउँ चाहिँ यस्तो थियो, हेर्न सक्नुहुन्छ। हामी चाहिँ कोबेमा भएको विभिन्न पहिलाका कस्तो थियो जापान र त्यो राजा भएको बेलामा राजाहरूको कस्तो हुन्छ र कस्तो कस्तो सामानहरू युज गर्थे भन्ने बारेमा हामीले हेऱ्यौँ। क्या दामी दामी यस्तो प्लेटहरू रहेको थियो, एकदम राम्रो थियो। हामी धेरै साथीहरू थियौँ, यस्तो राम्रो राम्रो मूर्तिहरू पनि रहेको थियो। यो चाहिँ कचराहरू भन्छ, यो चाहिँ बस्ने ठाउँहरू रहेन, क्या दामी दामी रहेको छ। यस्तो अचम्म परेको हो कि एकदम राम्रो थियो क्या, एकदम खतरा थियो। ल हेर्न सक्नुहुन्छ। वाउ, मलाई चाहिँ लास्टै मन परेको। हामी साथीहरू सबैजना सँगै घुम्यौँ। हाम्रो ग्रुप थियो 5जनाको, अनि त्यही ग्रुपमा हामी सबै 5-5जनाको ग्रुपमा घुम्यौँ। पालैपिलो चेस खेल्ने हो। पहिला राजाको पालामा राजाहरू चेस खेल्ने हुन्थ्यो होला, धेरैजना हुनुहुन्थ्यो। अनि चाहिँ सिप पहिला कस्तो थियो भन्ने कुरा हो त्यो चाहिँ, होइन। यस्तो यस्तो थियो, विभिन्न कुराहरू थियो, हेर्न सक्नुहुन्छ। एकदम राम्रो राम्रो थियो, कस्तो यस्तो दामी थियो कि। अनि म चाहिँ अरू चाहिँ हेर्दै थिएँ, मैले चाहिँ अनि आफैले भिडियो बनाइदिएको यसो सेल्फी हानेर। यस्तो खतरा थियो, मलाई चाहिँ लास्टै पसिना आएको थियो, त्यही भएर हो। यो चाहिँ प्रिन्स हो। अनि धेरै धेरै थियो, म त चिन्दैन, मैले हेरेँ। एकदम राम्रोसँग यहाँबाट भ्यू देखेको थियो हाम्रो कोबे सिटी कस्तो थियो भनेर। कोबे सिटी एकदम राम्रो देखिएको थियो, एकदम राम्रो थियो। अनि हेर्न सक्नुहुन्छ पहिला पहिला कस्तो थियो भन्ने कुराहरू, इतिहासमा कस्तो थियो जापान भन्ने कुरा चाहिँ हामीले आज सब हेर्छौँ। सबै हामीले यही भिडियोमा मैले राखेको छु है। सर्ट रहेको छ, तर एकदम राम्रो राम्रो रहेको छ क्या, होइन। साथीहरू सबैजना फोटो खिच्दै हुनुहुन्थ्यो, सबैजना। मैले पनि भिडियोहरू बनाएँ, एकदम खुसी लाग्यो यस्तो देखेर। काम पनि गरियो, यता जापान पैसा तिरेर नि आयो। अनि त्यसपछि अब पढ्ने मात्र होइन नि त, अब यसो गौतम बुद्धको हेर्न सक्नुहुन्छ। गौतम बुद्ध हाम्रो नेपालमा पनि हुनुहुन्छ, होइन। नेपालमा जन्मेको, तर जापानमा पनि गौतम बुद्ध बुद्धिस्ट धर्म मान्छ नि त। अनि त्यसपछि यहाँ पनि रहेको छ पहिल्यैदेखि हो नि त। अनि त्यही कुराहरू सबै हामीले हेऱ्यौँ, एकदम राम्रो थियो क्या। कस्तो यस्तो दामी थियो कि कुरै नगर्नु। म त लास्टै अचम्ममा परेको। वाउ, र हेर्न सक्नुहुन्छ पहिला पहिला कस्तो बस्थेँ, कस्तो मिटिङ हुन्थ्यो, कहाँ हुन्थ्यो, के भन्ने कुराहरू यहाँ देखाएको थियो। यहाँ चाहिँ टच गर्न मिल्दैन थियो, जस्ट क्यामेराले खिच्न मिल्थ्यो। चाहिँ साथी Pose this, pose. Wow. ऊ चाहिँ मेरो म्यानमारको साथी। अनि त्यसपछि हामीले यस्तो हेऱ्यौँ, यस्तो यस्तो राम्रो कपडाहरू थियो, राजा रानी उहाँको छोराछोरीले लाउने होला सायद हो, त्यस्तो थियो। अनि त्यहाँबाट हेऱ्यो सबैजना, धेरैजना। अनि ग्रुप थियो, ग्रुपै भेट भयो। यहाँ चाहिँ राजा बस्ने ठाउँ हो, यो चाहिँ राजाको रुम हो अरे। यो चाहिँ यस्तो थियो, बेड यस्तो दामी थियो यार। आम्बो, राजा भने राजा हो क्या, फेरि खतरा एकदम राम्रो थियो क्या, एकदम राम्रो। लास्टै राम्रो थियो। हेर्नु न यस्तो छ। यो चाहिँ डाइनिङ टेबल भयो, होइन। डाइनिङ टेबल यस्तो खतरा थियो, यस्तो यस्तो हुन्छ भनेर देखाएको होला। एकदम राम्रो थियो क्या, मोमबत्तीहरूदेखि सजावट एकदम राम्रो थियो है। हामी चाहिँ हाम्रो ग्रुपमा त्यहाँ हेऱ्यौँ, सबैजनाले गाइड गऱ्यो। त्यही हो। ल, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू।